नमस्ते सबैजनालाई हजुरहरूलाई भिडियोमा स्वागत छ। अनि आज चाहिँ हामी यो भिडियोमा नेपाल धितो पत्र बोर्डले चाहिँ आज भर्खरै भ्याकेन्सी निकालेको रहेछ, त्यही भ्याकेन्सीको बारेमा कुरा गर्नेछौँ। भन्दाखेरि दुईटा भ्याकेन्सी निकालेको रहेछ। हजुरहरू यहाँ हेर्न सक्नुहुन्छ, एउटा चाहिँ खुल्लामा, एउटा चाहिँ अर्को मधेसीमा निकालेको रहेछ। अनि हजुरहरू कसरी फर्म भर्नुहुन्छ, के कति योग्यता चाहिन्छ, त्यसको लागि हजुरहरू भिडियो अन्तिमसम्म हेर्नु होला। म सबै कुराको जानकारी दिनेछु हजुरहरूलाई। अनि फर्म भर्नलाई हजुरहरूलाई www.7.gov.np केरियरमा गएर हजुरहरूलाई फर्म भर्नुपर्ने हुन्छ। यसको पनि भिडियो चाहियो भने हजुरहरू कमेन्ट गर्नु होला, म त्यसको पनि भिडियो बनाएर राखिदिनेछु। अनि हजुरहरूलाई यो फर्म भर्नलाई चाहिँ प्रि क्वालिफाइङ इक्जाम पास गरेको हुनुपर्छ, जुन कि भर्खरै भएको थियो। त्यो पास गर्नु भएको छ भने मात्रै भर्न पाउनुहुन्छ। अनि यो कहिलेसम्म भ्याकेन्सी खुल्ला छ भन्दाखेरि 8 महिना 25 गतेसम्म हजुरहरू सिंगल पेमेन्टमा भर्न सक्नुहुन्छ। इफ छुटिसक्नु भयो भने 9 महिना 3 गतेसम्म चाहिँ दोबर दस्तुर तिरेर भर्न सक्नुहुन्छ। अनि कति उमेर चाहिन्छ भन्दाखेरि 18 वर्ष पुरा भएर हजुरहरूलाई 35 वर्ष ननागेको हुनुपर्दछ। अनि महिला र अपाङ्गको हकमा चाहिँ 40 वर्ष ननागेको हुनुपर्छ। हजुरहरूको अब इक्जाम कहिले हुन्छ भन्दाखेरि हजुरहरू पहिला फर्म भर्नुहुन्छ, अनि अर्को डेट आउँछ, अनि त्यति बेला चाहिँ मैले फेरि भिडियो बनाइदिनेछु। अनि हजुरहरू हेरेर अनि आफ्नो आफ्नो परीक्षा दिन जानु होला। अनि हजुरहरू यहाँ हेर्न सक्नुहुन्छ कि कति पैसा लाग्छ भन्दाखेरि 800 लाग्छ। जस्तै हजुरहरू मधेसीमा पनि भर्नुहुन्छ भने 200 थपेर लाग्छ हजुरहरूलाई। अनि कहाँबाट कति प्रश्न सोध्छ, कुन कुन टपिकबाट प्रश्न सोध्छ, म त्यो सबै हजुरहरूलाई देखाइदिनेछु। हजुरहरू यहाँ हेर्न सक्नुहुन्छ। अनि कति योग्यता चाहिन्छ भन्दाखेरि प्रि क्वालिफाइङ इक्जाम पास गरिसक्नु भएको छ भने भइसक्यो, मजाले दिन सक्नुहुन्छ। इफ हजुरहरूलाई केही भयो भने, प्रब्लम भयो भने चाहिँ कमेन्ट गर्न सक्नुहुन्छ, म हजुरहरूलाई त्यो प्रब्लम सोल्भ गरिदिनेछु। अनि सिलेबस यहाँ हजुर हेरिहाल्नु होला, म एउटै भिडियोमा सिलेबस पनि राखिदिएको छु। हजुरहरू यहाँ हेर्न सक्नुहुन्छ, दुईटा चरणमा अब हजुरहरूलाई परीक्षा हुन्छ, प्रथम चरण अनि द्वितीय चरण। अनि प्रथम चरणभित्र पनि दुईटा पेपर रहेको छ, फर्स्ट पेपर अनि सेकेन्ड पेपर। हजुरहरू यहाँ हेर्न सक्नुहुन्छ, फर्स्ट पेपरमा चाहिँ वित्तीय तथा व्यवस्थापन सम्बन्धी बारेमा सोध्छ हजुरहरूलाई। त्यसै गरी द्वितीय पत्रमा चाहिँ हजुरहरूलाई सेवा सम्बन्धी सोध्छ। अनि यसको चाहिँ छुट्टा छुट्टै उत्तर पुस्तिका रहनेछ। अनि दुइटैको चाहिँ 3 घन्टा 3 घन्टा समय रहनेछ। हजुरहरू यहाँ हेर्न सक्नुहुन्छ। अनि यो दुईटाभित्र के पर्छ त्यो पनि म हजुरहरूलाई देखाइदिइरहेको छु। हजुरहरू यहाँ हेर्न सक्नुहुन्छ, वित्तीय तथा व्यवस्थापन सम्बन्धी भित्र यत्रो टपिक पढ्ने रहेछ। त्यसै गरी खण्ड ख पुँजी बजार र गैर पुँजी बजार सम्बन्धी कानुन व्यवस्थाभित्र यो दुईटा पढ्ने रहेछ। हजुरहरू एउटा एउटा गरी टपिक पढ्नु होला। इफ डिटेलमा भिडियो चाहिन्छ भने कमेन्ट गर्न सक्नुहुन्छ, म त्यो पनि बनाइदिनेछु। अनि अर्को द्वितीय पत्रमा चाहिँ यो धितो बजार तथा वस्तु विनिमय बजारभित्र कुन कुन टपिक रहेको छ यहाँ हजुरहरू हेर्न सक्नुहुन्छ। 22 वटा टपिक रहेको छ। यही भित्रबाट हजुरहरूलाई प्रश्न सोध्छ। अनि यस्तै अपडेट भिडियोको लागि हजुरहरू च्यानललाई सब्स्क्राइब गरेर राख्नु होला।